वेलकम ब्याक टु हाम्रो क्यामेरा युट्युब च्यानल छैन युट्युब च्यानल छैन इन्स्टा त चलाइन्न अब टिकटकको त्यो कुरा गर्ने अरू के बाँकी भयो अब हामीले सबै कुरा खोलेछ अब खोलेछ भने भिडियो आइहाल्छ हामीले चलाउने भनेको मुख मात्रै हो भएको एउटा मुख छ यो मुखले खाना बनाउनु चाहिहाल्छ अलिकति जतन र बचत भन्ने कुरा गर्नुपर्छ अब यो भने चाहिँ उकालो नाक ठोक्किने उकालोमा हुँदैछ ओके हजुर म त गुल्टे ल सक्दिन पो माथि जान त कन्टिन्यू ब्याकले गर्नुपर्छ बहिनी कन्टिन्यू फाइनली नाक ठोकिने बाटो हिँड्दैछ बहिनी गोर्खालीकी छोरी हुँ त लेट्स सी ओके जय माता जोरसे बोलो जय माता दी जय माता दी जोरसे बोलो जय माता दी हाम्रो साथी बोलो जय माता ₹500 झिको ₹500 नगरा पाँचजनाको पाँच मलाई त हात पर्ला नि मान्छे नै हाँस्नु तिमीलाई त बाँदर भनेर पैसा पनि नम्दिनु सक्छ यार मोबाइल नम्बर पनि कस्तो डेन्जर 26 तिम्रो फोन आयो 26 को बारे तिम्रो सुन्नाले छ त बोकिरहेको छु यो घरलाई राख्ला होला खाइसक्यो भने ऊ यहाँ हेर जाऊ न त्यसमा नि
राम्रै आएको रहेछ त आफू पनि देखाउने आफूलाई पनि अलि माथिबाट खिच भने क्या तपाईँको यस्तो गरेर आफू पनि देखाउने म त छुटी के होला आउ न आउ क्यामेरामा म अलि अगाडि आउनु पर्यो आयो आयो टोली आयो टोली 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 आयो टोली आयो टोली तर्फे देखेको त सातौं जन्म तिम्रै नाममा गरे मैले तिम्रै माया भए पुग्छ केही माग्दैन म सातौं जन्म तिम्रै नाम गरे मैले तिम्रै माया भए पुग्छ केही माग्दैन म पनि जान्छु तिमीसँगै म पनि जान्छु रे खानी हो यामु खानी हो यामु बोलो के कुदो कस्तो राम्रो कुदो भन्नु बागमती हो र त्यो बागमती हो र भने यो मान्छेले हेर्दा है साँच्चै मलाई थाहा छैन नि भन्नु पाएँ नि यो घोप्टी माथि हो दारे मती पहिले राख्ने दारे मती यो घोप्टी माथि दारे हामीले आज सिंह देखेका छौँ जङ्गलमा एकचोटि म्याउ गरिदिनुहोस् त तपाईँको पहिचान दिनुहोस् कुकुर जस्तो आयो किन नआउनु ए मन त छैन हो निलाई लाई त्यो अलि पर जान्छ नि यस्तो गयो आहा कति राम्रो पिज रहेछ त मैले बाटो होला तिमीले हेरिरहेको छु मैले क्यामेरा जता जान्छ त्यता जाने सपना कपडा एक्स्ट्रा ल्याइएर है के छ र मैले यो एकैछिन सुकिहाल्छु नाइ पनि त्यसमा रिस्क नलिनु आउ न हातमा त हातमा त ल ल पनि छ आइ आवाज गर्नु ओइ यो ब्याक गरेर खिच्नु न यस्तो हुँदैन यस्तै हो तर भ्लग चाहिँ राम्रो भयो अगाडि जाऊँ न उसले ब्याक गर्दा अगाडि जाऊँ न हामी ब्याक गरेर खिच्नु न कहाँ हुन्छ ब्याग फेरि बन्द गरेर फेरि के ए के लाग्यो